यस्तो डह्रोसँग बोर्ड पक्रिराख्नु भएको छ होइन हामीले कसैलाई केही हुँदैन खुसी अब केही छैन यसलाई दोनो हात पे लड्डू इग्नोर गर्न खोजेको मेरो कानले कान बन्द भयो बिस्तारै Hello everyone, welcome back to my channel. It's day 2 and as you know we are in Pokhara right now. यो चाहिँ भोलिपल्टको भ्लग थियो बिहान पख हामी रेडी भएर चेकआउट पनि गर्यौं राम्रो अनि कहाँ जान आँटेको सुरुमा आफ्नै हिसाबले घुम्ने भनेर निस्किन चाहिँ है होटलबाट तर निस्किन साथै हामीले यो एउटा गाडी भेट्यौं अनि उहाँले चाहिँ हामीलाई 9 वटा स्पट्स घुमाइदिनु भन्नुभयो ठिकै छ घुम्ने बेला त छुट्नु पर्यो नि त ल पहिले शिव मन्दिर जाम है त्यहाँ माथि And we were happy thinking that we got really nice deal. Really 9 spots. 25 के मा भनेर एकदमै खुसी भइरहेको थियो but 3000 to 3500 सम्म चाहिँ यो सबै ठाउँ घुम्न सकिँदो रहेछ बट हामीलाई थाहा थिएन त्यतिबेला कुम्दी कोट where तपाईं भ्लग गर्दिन न मेरो बोल्नु न हेलो अनि 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 हामी आएको छौँ घुम्न पुम्दीकोट यहाँ चाहिँ शिवको एकदमै ठुलो स्ट्याच्यु रहेछ अनि मन्दिर पनि बिकज अफ द्याट दिस प्लेस इज फेमस खाजा खान बसेका छौँ खाजा के खाने पुरी तरकारी चिया लानाको 2 दिन मिठो रहेछ खुसी अब केही छैन यसलाई 1-2 घन्टा उठ्यो चिया खाएको गर्थ्यौँ हामी दुईजना चिया नखाने त्यो चाहिँ अलिकति खल्लो लाग्यो होला यसलाई रुम पुग्ने बित्तिकै ल अब फ्रेस हुन्छ चिया खाइहालौँ भनेर फ्रेस भयो चिया खाइहाल्यो काइनिसको चिया खाइहाल्यो कति मजा कस्तो छ मिठो छ खाजामा चाहिँ पुरी तरकारी अनि जेरी थियो जेरी चाहिँ हामीले खाइनौँ जेरीको सट्टा पनि हामीले साटेर पुरी नै मगाएको थियौँ अनि ब्रेकफास्ट चाहिँ एकदमै मिठो थियो फर्स्ट खाइसकेर चाहिँ हामी घुम्न गयौँ जो मैले आउँदाखेरि निस्किँदा चाहिँ त खिच्दै अन्त त पहिला भित्र हेरौँ मेरो पनि त्यही सिद्धान्त हो पहिला जाने घुम्ने अनि त्यो सिद्धान्त किन मनमा दबाएर राख्नुभयो तपाईँले के ड्रेस हो नि हामी माथि चढ्यौँ त्यहाँ चाहिँ स्ट्याचुको अगाडि हामीले फोटो खिच्न पाएन किनकि एकदमै धेरै भिड थियो कि एन्ड एक्चुली द्याट स्ट्याचु वाज रियली युज 51 फिट टल स्ट्याचु रहेथ्यो अनि हामीले यसरी नै ऱ्यान्डम भिडियोजहरू लियौँ फोटोजहरू लियौँ त्यहाँ माथि गएर एक्चुअल स्ट्याचुको अगाडि चाहिँ एज आई टोल्ड यु हामीले खिच्न पाएन एन्ड द भ्यू वाज रियली मेस्मराइजिङ हम ठोकर खाके घुमाउनु न एकछिन त्यहाँ बसेर हामीले भ्यू इन्जोय गऱ्यौँ अनि फोटोज भिडियोजहरू लिएर हामी त्यहाँबाट फेरि दोनों हाथ पे लड्डू बेटा मन में लड्डू फूटा बेटा मन में दूसरा लड्डू फूटा
एडवरी डेयरी मिल्क रुपये में 2 यो एउटा घुम्ने ठाउँ जहाँ हामी घुमेर फोटोसोटो खिचेर आइपुगिसक्यौँ। यहाँबाट टक्क यतापट्टि चाहिँ छ हाम्रो ड्रिम सिटी, जहाँ चाहिँ हामीले नजाने निर्णय गऱ्यौँ। भ्यू वाज रियली 10 आउट अफ 10। क्यामेरामा जति देखिरहेछ त्योभन्दा 100 टाइम्स बेटर भ्यू थियो। नाइनवटा स्पट चाहिँ यसरी नै लाइनै रहेछ कि बाटोमै, त्यही भएर त्यो 9वटा स्पट घुम्न टाइम पनि नलाग्ने रहेछ। एकदमै छिटो घुमिसकेका थियौँ हामी। कहाँ जाँदैछौँ मैले चाहिँ भन्नु त? गुप्तेश्वर होइन? अनि पिच प्यागोडा जाने ठाउँ पनि यस्तो छ त, गुप्तेश्वर जाने जस्तो। गुफ्त हुन्छ नि त मेरो लजिक। हजुर पिच प्यागोडा नामै पिच प्यागोडा भएपछि त रोड पनि यस्तो स्मुथ हुनु पर्यो होइन? पिच प्यागोडा कति हो यो? ठिकै छ होइन? ठिक छैन। अबाउट टु रिच हो हामी। यहाँभित्र चाहिँ भिडियोहरू लिन नमिल्ने रहेछ, त्यही भएर हामीले फोटोहरू खिच्यो अनि हामी गुप्तेश्वरतिर गयौँ। गुप्तेश्वरको विशेषता के हो? मिर्ची किन भएको? सरले के भनेर इग्नोर गर्न खोजेको मेरो कानले कान बन्द भयो। यहाँ मुनि जानुपर्ने हो नि हामी। गुप्तेश्वर चाहिँ सोचेभन्दा राम्रो प्लस कहिले नसोचेको, बोथ एट द सेम टाइम पाएँ मैले। गुफा पनि यस्तो मजाले बनाएको रहेछ है, मुनिसम्मै सिडी। एक्ज्याक्टली, साँच्चीकै मुनि गुफामा जहाँसम्म चाहिन्छ त्यहीँसम्म एकदमै मजाले हेर्न सजिलो होस् भनेर सिडी बनाइदिएको है। अनि यो अगाडिको त सबैजनाले देखिहाल्नु भयो हाउ ब्युटिफुल इट इज। भित्र चाहिँ एकदमै अन्धेरो र यसरी डेभिस फल पनि देखिँदो रहेछ, विच वाज रियली ब्युटिफुल। एकदमै अद्भुत थियो कि यो ठाउँ चाहिँ, बियोन्ड इमेजिनेसन। कसरी बना होला यस्तो ठाउँमा पनि यस्तो राम्रो र सजिलोसँग हिँड्न मिल्ने बाटोहरू जस्तो लाग्ने। त्यस पछाडि हामी डेभिस फल हेर्न गयौँ, जुन चाहिँ जस्ट नेक्स्ट टु गुप्तेश्वर रहेछ। मेरो हिँडेर हालत खराब भयो गुप्तेश्वरमा। अघि गुप्तेश्वरबाट देखेको झरना चाहिँ यहाँबाट देखिन्छ अरे। सो वी आर हियर टु सी द्याट। के भयो? जानु भने किन रोकिएको? वेटिङ। म चाहिँ त्यो झरेको पानी छ नि अघिको, यहाँबाट देख्छ होला खतरा झरना भन्ने थियो कि। दिस इज यही रहेछ डेभिस फल। यही पानी झरेको उताबाट देखिने रहेछ। मोबाइल झर्छ हौ, नगर न।
अघि त्यहाँबाट नदेखेको डेभिस फल यहाँबाट चाहिँ अलिक मजाले देखिँदो रहेछ नाइस हजुर हाय चड्डी कहाँ से लिया अरे सरको टाउको खै सरको टाउको सरको कस्तो देखिन्छ दाजु देखिन्छ टिभिस फलमा चाहिँ त्यो झरना र यो मात्रै थियो त्यहाँ हेर्ने कुरा आफ्टर द्याट हामी गयौँ म्युजियमतिर Museum looks like this. यो माछा खान मिल्छ कि मिल्दैन? मिल्छ तिनवटा अलिक ठुल्ठुलो भन्दा हामीलाई पुगिहाल्छ नि उयो दुईवटा लगाउँ उयो वाइट भएको एउटा लगाउँ केमा हालेर लाने? म्युजियम चाहिँ एकदमै राम्रो थियो बाहिरबाट तर भित्रको चाहिँ एक्सपेक्टेसन अलिक हाई भएर पनि होला अलिक एक्सपेक्टेसन मिट नभए जस्तो पनि लाग्यो एन्ड नागरिकता वाज मेन्डेटरी भित्र छिर्नको लागि सो जो कोही पनि जाँदै हुनुहुन्छ नागरिकता चाहिँ नबिर्सिनु होला एकदम राम्रो छ है माछा मन पर्छ कल चाहिँ माछा मन पर्यो होइन कस्तो मजाले पानी खाएको यिनले माछाले माछाले पानी नभएर के खान्छ साँच्चै माछाले पानी खान्छ अरूतिर चाहिँ सदा खाना पनि 350 बट हियर वी आर गेटिङ 250 मा चिकन अनि मैले ट्राई पनि गरिसकेँ सो इट्स भेरी गुड आफ्टर ह्याभिङ लन्च हाम्रो माझीकुना जाने प्लान थियो भिडियो अलरेडी लङ भइसक्यो सो आई एम थिङ्किङ टु पोस्ट अरू रहेको पार्टहरू चाहिँ अर्को भिडियोमा सो स्टे ट्युन एन्ड सी यु इन माई अनदर भिडियो This is the place where we had our lunch. Okay, that's it for today. Bye.